लागि हार्दिक अनुरोध गर्दछु। यसरी नै विनोद अग्रवालज्यूलाई पनि अगाडि आइदिनको लागि अनुरोध गर्दछु र प्रोड्युसर ज्योतिराज राई आदिवासी चलचित्र महासंघ अध्यक्ष पनि हुनुहुन्छ, अग्र स्थानमा आइदिनको लागि म हार्दिक हार्दिक निवेदन गर्दछु र एकचोटि बेजोड तालीले स्वागत तथा सम्मान जनाइदिनु हुन उपस्थित महानुभावहरूलाई सम्पूर्णलाई म हार्दिक निवेदन गर्दछु। र फुलमालाले विशेष गरेर रविना तुम्बाको बहिनी र फुलमा अन्य बहिनीहरू फुलमालाले आजको उपस्थित महानुभावहरूलाई सम्मान जनाइदिनु हुन म हार्दिक हार्दिक निवेदन गर्दछु र अलिक भिड पनि एउटा फोटो हान्नु पनि छ, सँगसँगै अलिक छिटो गरिदिनको लागि र सम्मान पत्रको लागि म हार्दिक अनुरोध गर्दछु। यसरी नै विनोद अग्रवालज्यूलाई पनि अगाडि आइदिनको लागि अनुरोध गर्दछु र प्रोड्युसर ज्योतिराज राई आदिवासी चलचित्र महासंघ अध्यक्ष पनि हुनुहुन्छ, अग्र स्थानमा आइदिनको लागि म हार्दिक हार्दिक निवेदन गर्दछु र एकचोटि बेजोड तालीले स्वागत तथा सम्मान जनाइदिनु हुन उपस्थित महानुभावहरूलाई सम्पूर्णलाई म हार्दिक निवेदन गर्दछु। र फुलमालाले विशेष गरेर रविना तुम्बाको बहिनी र फुलमा अन्य बहिनीहरू फुलमालाले आजको उपस्थित महानुभावहरूलाई सम्मान जनाइदिनु हुन म हार्दिक हार्दिक निवेदन गर्दछु र अलिक भिड पनि एउटा फोटो हान्नु पनि छ, सँगसँगै अलिक छिटो गरिदिनको लागि र सम्मान पत्रको लागि म साहसको र राष्ट्रलाई एउटा सकारात्मक मोडमा लानको लागि यो चलचित्रले पनि ठुलो भूमिका निर्वाह गर्छ। र आज हामीले यहाँ हेलो तपाईँहरूमाझ हामीले ठुलो कार्यक्रमहरू गर्नेछौँ र यहाँ सम्मानको लागि चाहिँ तपाईँमा यो यात्रु पञ्चायत प्रदेश नम्बर 1 का हाम्रो भूपेन्द्र तुम्बाम्बे पञ्चायतका अध्यक्ष हुनुहुन्छ, भाइलाई अगाडि आइदिनको लागि हार्दिक अनुरोध गर्दछु। सचिव केन्द्रलाई पनि अगाडि आइदिन र चिनी माइती तुम्बाको समाज प्रमुखका अध्यक्ष लामदखमा गरिदिनुको लागि माइती चेली तुम्बा चेली एन्जेला तुम्बाको सुब्बाज्यूलाई पनि लामदखमा गर्नुको लागि अगाडि निम्त्याउँछु र विशेष गरेर भूपेन्द्र तुम्बाम्बे भाइलाई अगाडि आइदिनुको लागि पनि तुम्बाम्बे भाइलाई म हार्दिक अनुरोध गर्दछु। र यति बेला भने हामीले कार्यक्रम सँगसँगै अगाडि बढाउनेछौँ र हामी समक्ष चाहिँ यही हलका टिम्याक्सका मालिक पनि हुन्छ बसन्त बस्नेतज्यूलाई पनि अगाडि आइदिनुको लागि, रेवन्त बस्नेतलाई दिनुको लागि र आज चाहिँ म अगाडि आजको मेन क्यारेक्टर हाम्रो तुम्बापुज्यूलाई अगाडि आइदिनको लागि म हार्दिक निवेदन गर्दछु र सम्मानको लागि टिका तुम्बापुज्यूलाई सांसद आदरणीय दिव्या चामलिङ ज्यूलाई माननीय दिव्या चामलिङ ज्यूलाई पनि अगाडि आइदिनुको लागि निवेदन गर्दछु र यसरी नै तुम्बाको चिनी माइती समाजको तर्फबाट साउन्ड सिस्टम कहाँ छ परे र फुलमालाको लागि अनुरोध गर्दछु।